आज हामी प्रोजेक्ट परिवर्तन अन्तर्गत हलन्चोकको क्याम्पेन चोकमा छौँ है। सरसफाइ सुरु भइसकेको छ। ल हेर्नुहोस्, यो सरसफाइ अभियान सुरु भइसकेको छ होइन। सबैजनाले साथ दिइराख्नु भएको छ। पोखरालाई सफा बनाऊ, सुन्दर बनाऊ। प्रोजेक्ट परिवर्तनका अभियन्ता हाम्रो प्रशान्त पराजुली सर पनि हुनुहुन्छ है। ल हेर्नुहोस् है, अरू साथीहरू पनि आउनुभएको छ। ल हेर्नुहोस्, ल बाबुले पनि ल हेर्नुहोस्, सानो बच्चाले पनि कस्तो सफा गर्दैछन् है। ल सबैजनालाई धेरै धेरै धन्यवाद। हामी अनुरोध पनि गर्छौँ यहाँ चटपट व्यापारी गर्नेहरूले प्लस खानेहरूले पनि फोहोर नफालिदिनु होला होइन। र अन्तिममा फर्किने बेला पनि चटपटे व्यापारीहरूले चाहिँ सरसफाइ गरेर जानु होला है। यति राम्रो सुन्दर पार्क छ, सुन्दर पार्कलाई राम्रो बनाऊ, हरियाली बनाऊ है। यति राम्रो फेवाताल छ होइन। यति धेरै जम्मा भएको छ। ल हेर्नुहोस् है, सबैजनाले उठाउनु भएर हो है। फेवातालको डिल पनि सफा भइरहेको छ। ल हेर्नुहोस् है, साथीहरू सब जम्मा भएर है। ल है, हामी सबैले मिलेर यति धेरै फोर्स उठाइसक्यौँ है। यति धेरै साथीहरू हुनुहुन्छ। ल हेर्नुहोस्, भेरी नाइस है। ल हेर्नुहोस् त, पोखरादेखि त यति धेरै साथीहरू जम्मा हुनुभएको छ। विदेश साथीहरूले नि हेल्प गर्नुभएको छ है।